नमस्ते अन्निङ सिमनिका। मेरो नाम जगत केसी। म तपाईहरुलाई आज कोरियन अक्षर लिपि जसलाई हाङ्गुल भनेर भन्ने गरिन्छ त्यो कोरियन अक्षर वा लिपि अन्तर्गतका आज म तपाईहरुलाई सिंगल कन्सोनेन्ट 14 वटा र डबल कन्सोनेन्ट 5 वटाको बारेमा जानकारी गराउन गइरहेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। कोरियन वर्ण जसलाई चाहिँ हाङ्गुल भनेर भन्ने गरिन्छ, हाङ्गुल भनेर भन्ने गरिन्छ। वा लिपि भनेर भन्ने गरिन्छ। अब सुरुमा म तपाईहरुलाई सिंगल कन्सोनेन्टको बारेमा बताउन गइरहेको छु। सिंगल कन्सोनेन्टको बारेमा कन्सोनेन्ट एकदमै बिगिनर्सको लागि चाहिँ यो भिडियो एकदमै उपयोगी हुन सक्छ, जसले कोरियन भाषालाई भर्खरै अध्ययन गर्दै हुनुहुन्छ। कन्सोनेन्ट सिंगल भन्छ। यो चाहिँ हाम्रो 14 वटा हुने गर्छ। यसमा चाहिँ सुरुमा यसलाई चाहिँ हामी ग भनेर भन्ने गर्छौं। त्यस्तै गरी यसलाई चाहिँ हामी न, यो आधा हो। जस्तो अब यसमा चाहिँ तपाईको ग मा प्लस तपाईको अ जोड्यो भने चाहिँ यसलाई चाहिँ अ भनेर भनिन्छ र यो जोड्यो भने चाहिँ यो चाहिँ तपाईको रिप्लेस हुन्छ र यसले यसलाई रिप्लेस गर्यो भने चाहिँ तपाईको ग, यो पूर्ण अक्षर हो भने चाहिँ यो चाहिँ आधा हो। मैले लेखिराको न। त्यसैगरी चाहिँ हामी यसलाई चाहिँ हामी द भनेर भन्छौं। त्यसैगरी हामी यसलाई र वा ल भनेर गर्छौं। यसको कन्डिसन छ, कस्तो बेला ल भन्ने र कस्तो बेला र भन्ने। अनि त्यसपछि हाम्रो यो म रहेको छ। त्यसैगरी तपाईको यसलाई चाहिँ हामी ब भनेर भन्छौं। 1 2 3 4 5 6। त्यसैगरी हाम्रो यो चाहिँ के छ त भन्दाखेरि स रहेको छ भने अब म तपाईहरुलाई 7 वटा चाहिँ यता लेखिदिन्छु। यसरी यो चाहिँ 7 वटा ग न द ल अथवा र म ब स। त्यसैगरी अर्को चाहिँ हाम्रो यसको चाहिँ साउन्ड हुँदैन, यसलाई चाहिँ हामी नो साउन्ड भन्छौं। यो चाहिँ यसको आफैमा चाहिँ साउन्ड हुँदैन, यसको साउन्ड अ अथवा चाहिँ ङ, अ ङ चाहिँ हुने गर्छ, अ ङ हुने गर्छ। त्यसैगरी अर्को छ हाम्रो ज। त्यसैगरी यसलाई हामी छ भन्ने गर्छौं। त्यसैगरी यसलाई ख। त्यसैगरी यसलाई चाहिँ हामी थ भन्छौं। त्यसैगरी हामी यसलाई चाहिँ फ भन्छौं। त्यसैगरी हामी यसलाई चाहिँ ह भनेर भन्ने गर्छौं। यो चाहिँ हाम्रो जम्मा 14 वटा सिंगल कन्सोनेन्ट रहेको छ। ग न द अनि ल अथवा चाहिँ र, त्यसैगरी म ब अनि स, त्यसैगरी अ ङ अनि ज, त्यसैगरी छ ख थ फ र ह। डबल कन्सोनेन्ट जसलाई हामी कन्सोनेन्ट यसलाई चाहिँ डबल भन्ने गर्छौं। यसमा चाहिँ तपाईको यसलाई चाहिँ हामी क भन्छौं। यसलाई चाहिँ बलघाती भनेर पनि भनिन्छ। यो चाहिँ एकदमै कडा आवाजले चाहिँ यसलाई उच्चारण गर्ने गरिन्छ। क भन्छौं हामी यसलाई फेरि हामी त भन्ने गर्छौं। त्यसैगरी हामी यसलाई हामी प भन्ने गर्छौं। त्यसैगरी हामी यसलाई स भन्ने गर्छौं मोटो। त्यसैगरी हामी यसलाई चाहिँ च भन्ने गर्छौं। 1 2 3 4 5। यसैगरी अब यो हाम्रो 5 वटा चाहिँ तपाईको के रहेको छ त भन्दाखेरि डबल कन्सोनेन्ट रहेको छ भने अघि मैले चाहिँ तपाईहरुलाई देखाइसके। 14 वटा चाहिँ हाम्रो सिंगल कन्सोनेन्ट
रहेको छ। आजलाई यति, थ्याङ्क यू।